अनि पाउनुभयो त तपाईँहरूले फेसबुक मोनिटाइज। त्यसको लागि चाहिँ हामीले केही सेटिङहरू गर्नुपर्ने हुन्छ, जुन सेटिङ हाम्रो पहिल्यैदेखि बिग्रिराखेका छन्। त्यसको लागि चाहिँ म आज तपाईँहरूलाई एकदमै राम्रोसँग सिकाउँछु, एकदम भिडियो राम्रोसँग अन्तिमसम्म हेरिदिनु होला। र युट्युबमा पहिलाचोटि आउनुभएको छ भने सब्सक्राइब गरिदिनु, फेसबुकमा पहिलाचोटि आउनुभएको छ भने फलो गरेर जोडिनु होला है त। तपाईँले हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ हामीले फेसबुकमा जान्छ होइन, म तपाईँलाई देखाउँछु। अनि फेसबुकमा गएपछि हामी सेटिङमा जाने, अनि सेटिङमा गए पछाडि चाहिँ हामी तल स्क्रोल डाउन गर्दै जाँदाखेरि चाहिँ यहाँ लेखेको छ पेज एन्ड ट्यागिङ होइन, पेज एन्ड ट्यागिङ। त्यसमा चाहिँ के लेखेको छ भने सुरुमा हु क्यान पोस्ट अन योर पेज। यो भनेको चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ हु क्यान पोस्ट अन योर पेज भन्दाखेरि तपाईँहरू सोच्नुहुन्छ होला, सोच्नुभएको छ होला कि तपाईँहरूले होइन हाम्रो मेरो फेसबुक आइडीमा कसले चाहिँ पोस्ट गरिदिन्छ र भनेर तपाईँ सोच्नुभएको छ होला। त्यो होइन, कसैले ट्याग गरेको हुन्छ होइन, कसैले मेन्सन गरेको हुन्छ नि त। हो त्यस कारणले गर्दा कुनै भर छैन, कसै नराम्रोहरू पनि पोस्ट गरेको हुन्छ नि त। अनि त्यस्तो नराम्रो पोस्टहरू गऱ्यो भने चाहिँ कसैले रिपोर्ट हालिदिन्छ होइन, रिपोर्ट गरिदिन्छ। र कसैले चाहिँ त्यो फेसबुक आफैले पनि नराम्रो पोस्टहरूलाई चाहिँ आफैले पनि डाइरेक्टली त्यो ब्ल्याकलिस्टमा ब्लकलिस्टमा भनेर राखिदिन्छ क्या, ब्लकलिस्टमा राखेको हुन्छ। अनि त्यस कारणले गर्दा के चाहिँ हामीले एभ्री वान, यसमा धेरै अप्सनहरू छ, धेरै रहने छ, दुईवटा छ, ओन्ली मी अनि एभ्री वान। हामीले चाहिँ ओन्ली मीमा राख्नुपर्छ है, ओन्ली मी। अनि यो तलको पनि ओन्ली मी हो होइन। अनि यो यस्तै हेर्दै जानु, अनि त्यसपछि यो पनि हेर्दै जानु, सबै यस्तै हो। अनि हामीले तल के लेखेको छ भन्दाखेरि चाहिँ सबभन्दा तलमा चाहिँ रिभ्यू पोस्ट एट योर ट्यागेट इन बिफोर द पोस्ट एपियर्स अन योर पेज भनेको छ नि। हो यो भनेको चाहिँ हामी चाहिँ के छ भन्दाखेरि चाहिँ यो भनेको चाहिँ जस्तै तपाईँलाई हामीलाई कसैले फोटो भिडियो स्ट्याटसहरू केही ट्याग गरेको हुन्छ नि त। हो यो चाहिँ हामीले अन राख्नुपर्ने हुन्छ। यो अन राख्यौँ भने चाहिँ के हुन्छ भने चाहिँ कसैले केही ट्याग गर्ने बित्तिकै चाहिँ तपाईँलाई नोटिफिकेसन आउँछ क्या, नोटिफिकेसन आउँदाखेरि चाहिँ तपाईँले त्यहाँ हेर्न पाउनुहुन्छ होइन। तपाईँले त्यसपछि तपाईँले एक्सेप्ट गर्ने कि रिमुभ गरिदिने भने चाहिँ तपाईँको हातमा हुन्छ। यो हो। अनि त्यस पछाडि यो माथि आउनुहोस्, अलाउ अर्डर्स टु सेयर योर पोस्ट टु थ्रेड स्टोरी। हो यो पनि अन राख्नुपर्ने, यो अन राख्नुपर्ने हुन्छ। किनभने चाहिँ यसले चाहिँ के गर्छ भन्दा चाहिँ हामीले केही पोस्टहरू गरे पछाडि हाम्रो 24 घन्टाको लागि चाहिँ हाम्रो केही भिडियो होस्, स्ट्याटस होस्, फोटो होस् होइन, रिल्स भिडियो, त्यो सबै चाहिँ हाम्रो चाहिँ स्टोरीमा गएको हुन्छ। र यी स्टोरीमा गयो भने चाहिँ हाम्रो इङ्गेजमेन्ट बढ्छ क्या। त्यस कारणले गर्दा चाहिँ हामीले यो अन राख्नुपर्ने हुन्छ है त। यही हो हामीले सेटिङ गर्नुपर्ने। हेर्नु तपाईँहरूले कसैले होइन ओन्ली मी राख्नुपर्नेमा एभ्री वान फ्रेन्ड्स भन्ने के राख्नुभएको छ होला। हामीले यो चाहिँ मेरो फेसबुक पेज हो, हु क्यान पोस्ट अन योर पेज भन्छ नि। तपाईँहरूको फेरि हु क्यान पोस्ट अन योर प्रोफाइल भनेर पनि आउँछ है। तपाईँको फेसबुक प्रोफाइल छ भने यो चाहिँ मेरो पेज हो, त्यस कारणले गर्दा पेजबाट भनेको यति हो। राम्रोसँग गर्नुहोस् सबैले। फेसबुक मोनिटाइज भने तपाईँहरूले फेसबुकले आफैले छिट्टैभन्दा छिट्टै दिनेछ। जय नेपाल।